जय हो भन्ने छोटकी हाम्रो यो सिँचाइ शिविरमा विद्युतको कार्यक्रम चलिरहेछ। किनकि उसको आफ्नो ग्राफ बिल्डिङ गर्नुपर्ने, उसको आफ्नो फाइदामा जानुपर्ने, यो सबै बनाइदिएको संरचनाले आफूले लिन पाउने भएको कारणले उसले धेरै ठाउँ अगाडि गरिसक्यो। नतिर्नु पर्ने पैसा पनि तिर्न देखाएर अनि तिराइरहेको छ। विभिन्न कारणले समितिलाई दुःख दिइरहेछ। उसले आफूले लिन खोजिरहेको स्थिति हो। त्यो भएको कारणले यसपटक म मेरो वडाभित्र भएका विद्युत सहकारीलाई के भन्छु भने यो जति पनि सडक छेउभन्दा बाहिर घर आँगनमा परेका सिधा गर्नुपर्ने लाइन क्लियर गर्नुपर्ने अहिले गर्दा सजिलो हुन्छ। विद्युत प्राधिकरणमा हामीले हस्तान्तरण गरिसकेको भने हामीले ती लाइनहरू सिधा गर्न सक्दैनौँ। धेरै महँगो हुन्छ, धेरै खर्चिलो हुन्छ, अवस्था गाह्रो हुन्छ। यो वर्ष हामीलाई अवसर छ, हामीले लाइनहरू एकदम सडक छेउमै किनारमै लाइनहरू क्लियर गरौँ। अलिकति पैसा खर्च होला, यसमा पैसा चाहिँ त्यो भएको कारणले सबै चाहिँ क्लियर गरेर आफूसँग थोरै पैसा मात्रै जोगाएर राखौँ। अर्को वर्ष 20 वर्ष पुग्यो भने त्यसले चाहिँ म्याथ थप्यो भने हामीसँग रहन्छ, भवन बनाउँला, अर्को कुरा गरौँला। नेपाल सरकारसँग हस्तान्तरण भयो भने यो राज्यसँग जाने हो। त्यो भएको कारणले त्यतातिर पनि सोचेर विचार गरेर हामीले काम अगाडि बढाउँदा राम्रो हुन्छ। त्यसको विषयमा अरू कुराहरू यसमा सधैँभरि गर्ने कामहरू दैनिक कामहरू छन्, त्यतातिर अब हजुरहरूले ध्यान दिनु होला। र अर्को कुरा म के आग्रह गर्न चाहन्छु भने कारणले अब यो विकास निर्माणका कामहरूसँग पनि मान्छेको चासो हुन्छ। यो वर्ष हामी विकास निर्माणको कामहरू गर्न सक्ने स्थितिमा छैनौँ। देशमा आन्दोलनका कारणले देश अब एउटा नयाँ परिस्थितिमा गयो होइन। धेरै हाम्रो चाहिँ क्षति भयो। त्यो क्षतिले गर्दा हामीसँग बजेटको मात्रा पुरै घटेर आएको छ र बाँकी रहेको अब हामीसँग 1.5 वर्ष बाँकी रह्यो। 12 वर्षदेखि हामीले रुग्ण भएर बसेको छ। यो वर्ष हामीसँग जति हुन्छ विकास बजेट हामीले खानेपानी बनाउने भन्ने हामीले सोचेका छौँ र त्यो हाम्रो वडाको सबै बजेट हामी खानेपानीमा कन्भर्ट गर्दैछौँ। त्यो